साथीहरू एकैछिन राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति माननीय स्वर्णिम अग्लेज्यूको चाहिँ यो कुरा सुनौ है त। पूर्व कर्मचारीले अध्यक्षता गरेको समिति न न्यायिक हो, न संसदीय हो, न निष्पक्ष हो, न उच्च स्तरीय नै हो। यो अहिले उच्च स्तरीय भनिया छ नि, एउटा पेन्सन खाइरहेको पूर्व कर्मचारी कसरी उच्च स्तरीय भयो? हामीले के भनेका राष्ट्रिय स्वतन्त्र पार्टीको कन्सिस्टेन्ट माग के थियो भने जाँचबुझ आयोग ऐन 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन आयोग नै गठन हुनुपर्दछ, वा अलिकति नीतिगत र प्रणालीगत कुराहरूमा ध्यान दिने हो भने सहकारी छानबिनकै मोडलमा संसदीय छानबिन समिति बन्नुपर्दछ। र अख्तियारले हेर्ने भनेको त अब्युज अफ पब्लिक अफिस फर प्राइभेट गेन, विशुद्ध भ्रष्टाचार र लुटको विषय मात्रै हो। त्यसैले यी यावत अन्य विषयहरूमा अख्तियार प्रवेश गर्नेवाला थिएन र त्यो बाँकी काम प्रणालीगत सुधार, नीतिगत सुधारका कुराहरू यत्रो कार्यविधिहरू किन ल्याइयो, यस्तो खालको माहौल कसरी बन्न सम्भव भयो? तपाईँ हामी जस्ता सरकारवालाहरू कसरी ठुलो ठुलो हेर्न बाध्य भयो? अहिले 13 गतेदेखि हामी आन्दोलनमा छौँ, जेठ 25 गते समेत यो सेटिङ चलिरहेको छ। हामीसँग प्रमाण छ। जेठ 25 मा एल हो भने 50,000 तिर्ने, एस हो भने 30,000 भन्ने खालका SMS मेसेजहरू हामीसँग पनि सुरक्षित छ। त्यसैले यति गम्भीर विषयलाई टालटुल समिति बनाएर फासफुस गर्ने रणनीतिमा यो सरकार गएको देखिन्छ। फेरि दोहोऱ्याउँछु, राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ छ, जोसिलो छ, तर बेवकुफ छैन। यो समिति सुनपानी छर्कने, जोगाउने, चोख्याउने खराब नियतले जन्मेको हुनाले यो समिति राष्ट्रपालाई स्वीकार्य छैन। 5 वटा मुद्दा जुन हाम्रो अघिल्लो 5 बुँदामा उठाएका थिए अद्यापि कायम छ।